जापान आउने सपना धेरै नेपालीहरूको हुन्छ, तर यहाँ आएर धेरै जसो नेपालीहरूले 5 ठुलो गल्तीहरू के गर्छन्, जसको कारणले गर्दा पैसा पनि बचेन, स्ट्रेस पनि बढ्यो, आफ्नो फ्युचर पनि रिस्क हुने गर्छ। भिडियो लास्टसम्म हेर्नु होला, किनभने म चाहिँ नि 10 वर्षको एक्सपिरियन्सले हैन तपाईहरुलाई इम्पोर्टेन्ट कुराहरू शेयर गर्न जाँदैछु। मेरो चाहिँ आज छुट्टीको दिन हैन, एउटा सानो इम्पोर्टेन्ट कुरा भनौँ भनेर भ्लग बनाउन थालेको हैन। भाइलाई पार्कतिर बोलाउनु पर्यो, एउटा सानो भ्लग बनाउँ भनेर सोचिरहेको छु हैन। हेलो भाइ, कहाँ छौ? पार्कमा आउनु भाइ, पार्कमा। ल पार्कमा हो है त। यहाँ हाम्रो घर छेउको पार्क छ नि, त्यहाँ हो है त। ल भाइ चाहिँ यहाँ आइसकेको छ हैन। ल जाउँ है त पार्कमा। आज एउटा इम्पोर्टेन्ट कुरा छ हैन, त्यो चाहिँ सेयर गर्ने भनेर सोचिरहेको छु मैले हैन। जापानमा चाहिँ हैन के गल्तीहरू गर्नु हुँदैन हैन, त्यो बारेमा चाहिँ म आज एउटा सानो इन्फर्मेसन दिनु लागि चाहिँ तिमीलाई पनि बोलाऊ, तिम्रो पनि अब के छ कुराहरू राखौँ भनेको चाहिँ हैन। सो गाइज, वेलकम ब्याक टु द च्यानल, दिस इज भ्लग सतीश। र आज म जापान आएको कम्प्लिटली 10 वर्ष पुरा भयो हैन। जापान आउन चाहनुहुने नेपालीहरूको लागि हैन एकदम इम्पोर्टेन्ट कुरा भन्न गइरहेको छु हैन। जापान आउँदा 5 ठुलो गल्तीहरू के गर्नु हुँदैन त, त्यसको बारेमा म आज भन्न गइरहेको छु। र यो भिडियो चाहिँ नि जापान आउने सबैलाई हैन एकदमै हेल्पफुल हुनेछ हैन। लास्टसम्म हेरिदिनु होला, लास्टमा मैले एकदम राम्रो सजेसन दिएको छु। ल किप इन टच गाइस। अलराइट, गल्ती नम्बर 1, ल्याङ्ग्वेजमा ध्यान नदिनु। अलराइट, जापानमा आउने धेरै जस्तो नेपालीहरूले चाहिँ नि ल्याङ्ग्वेजलाई सिरियसली लिँदैनन्। अब उनीहरूले चाहिँ नि जापानमा आउनुभन्दा अगाडि के सोचेर आएको हुन्छन् भन्दाखेरि जापानमा अलिअलि इङ्ग्लिस चलिहाल्छ हैन, सानोतिनो अलिकति ल्याङ्ग्वेजले पनि पुग्छ भनेर सोचेर आएको हुन्छन्। तर रियालिटीमा जापानिज ल्याङ्ग्वेज भएन भने तपाईँहरूलाई जब पाउन गाह्रो हुन्छ हैन। एउटा जबमा चाहिँ नि जब पाइसकेपछि प्रमोसन हुन गाह्रो हुन्छ, स्यालेरी बढ्दैन, नर्मल एउटा चाहिँ नि तपाईँको डेली लाइफमा इफेक्ट पर्न जान्छ हैन, यदि तपाईँहरूसँग ल्याङ्ग्वेज छैन भने है। त्यही भएर चाहिँ नि तपाईँहरूले हैन जापान आउनुहुन्छ भने जापानमा इङ्ग्लिस चल्छ भनेर कहिले पनि त्यो भ्रममा चाहिँ नपर्नु हैन। जापानिजहरूलाई इङ्ग्लिस आए पनि तपाईँसँग इङ्ग्लिसमा बोल्दैनन् हैन। त्यही भएर चाहिँ नि जापानिज लेभल चाहिँ नि यस्तो बनाएर आउनु कि तपाईँ यहाँ आएपछि नर्मल मान्छेसँग बोल्न सक्नुहोस् हैन, त्यतिसम्मको चाहिँ भएर आउनु। इक्जाम्पलको लागि चाहिँ नि तपाईँसँग N3 N2 पास गरेर आउनुभएको छ, या चाहिँ तपाईँसँग N3 N2 लेभलको ल्याङ्ग्वेज छ भने तपाईँले हैन घर नजिकैकै अफिसहरू भयो हैन, जस्तै अब कम्युनिटी स्टोरहरू भयो हैन, सुपर मार्केटहरू भयो हैन, त्यस्तो ठाउँहरूमा तपाईँले घर नजिकैको ठाउँहरूमा जब पाउन सक्नुहुन्छ। रेस्टुरेन्टहरू भयो हैन। यो कुरा चाहिँ हैन स्टुडेन्टहरूलाई मात्रै नभएर, अब जापान आउनुहुने स्टुडेन्ट मात्रै नभएर डिपेन्डिङ भयो हैन, SSW भिसाहरूमा भयो, कुक भिसा भयो, धेरै किसिमको भिसाहरू छ जुनले चाहिँ नि तपाईँ जापान आउन सक्नुहुन्छ हैन। त्यो भिसाहरूमा चाहिँ नि ल्याङ्ग्वेज एकदमै इम्पोर्टेन्ट छ। ल्याङ्ग्वेज भनेको यहाँको एउटा की हो, यस्तो की हो जसले तपाईँलाई चाहिँ नि सक्सेस हुनलाई अगाडि बढाउँछ है। फर्स्ट इम्पोर्टेन्ट कुरा। गल्ती नम्बर 2 भन्नुभन्दा अगाडि म तपाईँहरूलाई जापानको हैन यहाँ सानो एउटा हामी पार्कमा आएको छु हैन। पार्क यस्तो छ है, एकदम शान्त पिसफुल छ। र हाम्रो भाइ जापान आएको 2 वर्ष भयो हैन, सानो 1 वर्ष भयो हैन। उसले चाहिँ नि तपाईँहरूलाई सानो आफ्नो एक्सपिरियन्स, ल्याङ्ग्वेज भएन भने के हुन्छ कस्तो हुन्छ उसले एक्सपिरियन्स चाहिँ नि सेयर गर्छ हैन। भाइ फर्स्ट अफ अल कुरा चाहिँ नि ल्याङ्ग्वेज कति गाह्रो हुन्छ? फर्स्ट अफ अल कुरा धेरै गाह्रो हुन्छ। हरेक कुरामा, हरेक इच एन्ड एभ्री कुरामा ल्याङ्ग्वेज खोज्छ कि तपाईँलाई अब कुनै बेला एक्लै हिँड्ने बेला केही परिहाल्यो भने ल्याङ्ग्वेज भन्यो भने यति हेपिन्छ तपाईँ आफैमा रुन मन लाग्दैन क्या। लाइफमा कहिले पनि फेस नगरेको प्रब्लमहरू इफ ल्याङ्ग्वेज छैन भने तपाईँले जापानमा फेस गर्नुपर्ने हुन्छ। त्यही भएर ल्याङ्ग्वेज चाहिँ मस्तले बनाएर आउनु होला, त्यही भन्छु। जबमा त भने त मैले तपाईँसँग ल्याङ्ग्वेज छैन भने तपाईँ एक्लै सर्भाइभ गर्नै सक्नुहुन्न कि जापानमा। तपाईँ एक्लै सर्भाइभ गर्नलाई धेरै गाह्रो हुन्छ। तपाईँ स्याकसम्म गरेर बोल्न पर्ने हुन्छ, कुनै बेला पुलिस स्टेसन गरेर बोल्न पर्ने हुन्छ, केही सकिन्न। इन्टरभ्यू दिने बेला कल गर्न आउन्न, काम पाइन्न, मान्छेले हेपिन्छ, आफ्नै नेपाली दाजुभाइले हेपिन्छ।
यति भाषा भएन भने। त्यही भएर सकेसम्म आफूलाई चाहिँ पर्फेक्ट भएर आउनु होला, त्यही हो। अलराइट, उसको चाहिँ 1 वर्षको एक्सपिरियन्स हो होइन। अब म त यहाँ 10 वर्ष भयो बसेको होइन। मेरो एक्सपिरियन्स प्लस अब भाइको सानो एक्सपिरियन्स पनि हेरिहाल्नुभयो, 1 वर्ष भयो ऊ आएको र उसलाई पनि कति गाह्रो छ होइन। त्यही कुराहरूलाई समेटेर अब चाहिँ नि गल्ती नम्बर 2 तर्फ म लाग्छु होइन। गल्ती नम्बर 2 चाहिँ मनी म्यानेजमेन्ट। अलराइट, जापानमा चाहिँ स्यालेरी राम्रो हुन्छ होइन, तर जापान चाहिँ नि एकदमै एक्सपेन्सिभ ठाउँ भएको कारणले गर्दा चाहिँ नि यहाँनिर खर्च पनि धेरै हुने गर्दछ होइन। जस्तै इक्जाम्पलको लागि तपाईँको रुम रेन्ट होइन 50 देखि 70 हजार जस्तो पर्न जान्छ होइन। तपाईँको मन्थली होइन खाने खर्चहरू 30 देखि 35 हजार हुने जान्छ होइन। अब तपाईँहरूको ट्याक्स भयो, तपाईँको इन्सुरेन्स भयो होइन, तपाईँहरूको चाहिँ नि नेनकिनहरू भयो, यो सबै तिर्न जाँदाखेरि धेरै खर्चहरू हुने जान्छ होइन। र प्रायः जस्तो नेपालीहरूले के गर्छन् भन्दाखेरि अननेसेसरी खर्चहरू गर्ने गर्छन् होइन। सपिङहरू भयो होइन, अब डेबिट कार्ड क्रेडिट कार्ड युज गरेर अननेसेसरी खर्चहरू गर्छन् होइन। कार लोन भयो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ नि नेपालीहरू डेब्टमा पर्न जान्छन्, जुन चाहिँ नि पैसा म्यानेजमेन्ट गरेन भने नेपालीहरू जहिले पनि डेब्टमा हुन गइरहेको हुन्छन् होइन। राइट, एडभाइसको लागि चाहिँ नि फर्स्ट 2 वर्ष चाहिँ नि तपाईँले सेभिङ गर्नमा ध्यान दिनुहोस् होइन। अब स्टुडेन्टहरू हुनुहुन्छ भने अब तपाईँहरू 1 वर्षको पैसा तिरेर आउनुभएको हुन्छ होइन। अब नेक्स्ट इयरदेखि चाहिँ नि तपाईँले आफैले कमाएर आफै तिर्नुपर्ने हुन्छ होइन। त्यही भएर चाहिँ नि तपाईँले सेभिङतिर ध्यान दिनुभयो भने अर्को वर्ष तपाईँलाई सजिलो हुन्छ होइन। अब डिपेन्डिङहरू पनि त्यही भयो होइन, कुकहरू आउनुहुन्छ उहाँहरूको लागि पनि त्यही भयो। त्यही भएर फर्स्ट 2 वर्ष तपाईँले चाहिँ नि सेभिङमा एकदम धेरै ध्यान दिनुपर्ने हुन्छ है। नम्बर 3 रियालिटी भन्दा चाहिँ नि हाई एक्सपेक्टेसन राख्नु। नेपालीहरूले चाहिँ नि आउनुभन्दा अगाडि गर्दै नहुने गल्ती होइन, एकदम हाई एक्सपेक्टेसन राख्नु हो होइन। प्रायः जस्तो नेपालीहरू के सोचेर आउँछन् भन्दाखेरि अब फेसबुक र होइन टिकटकहरूमा देख्यो भन्दा एकदम फरक छ क्या जापान होइन। त्यो सोचेर आउनुहुन्छ कि अब त्यो हेरेर चाहिँ नि जापान आउनुहुन्छ होइन। त्यो चाहिँ नि एकदमै तपाईँको एक्सपेक्टेसन गरे अनुसार भन्दा धेरै नै फरक छ कि जापान होइन। र ध्यान दिनुपर्ने के छन् कुराहरू म तपाईँलाई त्यो भन्छु होइन। जस्तै इक्जाम्पलको लागि होइन, मैले अघि नै भनिहालेँ ल्याङ्ग्वेज कति इम्पोर्टेन्ट छ होइन। अब तपाईँले ल्याङ्ग्वेज भएर पनि हुँदैन, जब पाउनुहुन्छ होइन। 2 लाख मानौँ कि हाम्रो होइन 2 लाखको स्यालेरी छ होइन, र तपाईँहरूको खर्च पनि यहाँ एकदमै धेरै हुने गर्दछ कि। त्यही भएर चाहिँ नि के सोचेर आउनु भन्दाखेरि तपाईँले यहाँ ठुलो सपना सोचेर आउने होइन कि तपाईँले चाहिँ नि हरेक कुराको यहाँ चाहिँ नि ज्ञान लिएर बुझेर र चाहिँ तपाईँहरू अब धेरै जस्तो हाम्रो नेपालीहरू लोन लिएर आउनुहुन्छ होइन। त्यही भएर चाहिँ नि सबै कुरा बुझेर आउनु होला है। राइट, गल्ती नम्बर 4 भनेको चाहिँ नि टाइम म्यानेजमेन्ट नबुझ्नु। जापानमा चाहिँ टाइम कल्चर एकदम धेरै स्ट्रिक्ट छ है गाइज होइन। तपाईँको चाहिँ नि कामहरूमा भयो, स्कुलमा भयो होइन, अफिसमा भयो, जुनै पनि ठाउँमा टाइम चाहिँ नि तपाईँको एकदमै रुल पुऱ्याएर जानुपर्ने हुन्छ। किनभने 1-2 मिनटको गल्तीले पनि तपाईँको इमेज होइन एकदमै नराम्रो हुनसक्छ। यहाँ चाहिँ नि तपाईँले इमेज बिगार्नु भयो भने तपाईँको मात्र होइन कि पुरै नेपाली नै यस्तो छ भन्ने बुझाइमा पर्न जान्छ होइन। त्यही भएर चाहिँ नि जापानमा 1 मिनट पनि यति धेरै इम्पोर्टेन्ट छ कि तपाईँले स्कुल होस् या जुनै पनि कुरामा जाँदाखेरि चाहिँ नि 1-1 मिनटको भ्याल्यु हुन्छ होइन। यहाँनिर चाहिँ नि अब ट्रेनहरू चढ्ने कुराहरू भयो होइन, अरू ठाउँहरू बस भयो, एकदम टाइम टेबल अनुसार यहाँनिर चाहिँ नि सबै कुराहरू चलिरहेको हुन्छ होइन। त्यही भएर चाहिँ नि टाइम म्यानेजमेन्ट चाहिँ एकदमै गर्नुपर्ने जरुरी छ है यहाँ। अलराइट, गल्ती नम्बर 5 यहाँको नियम कानुन ल ब्रेक गर्नु। अलराइट, जापानमा चाहिँ रुल एकदमै स्ट्रिक्ट छ है। जापानमा होइन अब जस्तै तपाईँहरूले इलिगल काम गर्नु होइन, ट्याक्सहरू नतिर्नु, अब जापानिजहरूसँग झगडा गर्नु होइन, रक्सी खाएर अब पार्कहरूमा सुत्दिनु, धेरै जस्तो यस्तो केसहरू मैले देखिरहेको हुन्छु जापानमा होइन। त्यो भनेको एकदम इम्पोर्टेन्ट कुरा हो जुन चाहिँ तपाईँले एकदम ध्यान दिनुपर्ने हुन्छ होइन। जापानमा एकचोटि तपाईँको होइन इलिगल काम गरेर इमेज बिग्रियो भने तपाईँको लाइफ ड्यामेज हुनसक्छ होइन। तपाईँले अब धेरै जस्तो कुराहरूमा ध्यान दिनु भएन भने जेल समेत जान सक्नुहुन्छ होइन। र तपाईँहरूको भिजा भयो होइन एकदमै चाहिँ नि तपाईँको आउनै नसक्ने स्थिति पनि पुग्न सक्छ है। त्यही भएर चाहिँ नि जापानको ल चाहिँ नि यति स्ट्रिक्ट छ कि तपाईँले चाहिँ नि त्यो कुराहरूमा एकदम धेरै
एकदमै ध्यान दिनुपर्ने हुन्छ है। त्यही भएर चाहिँ नि अब यहाँको चाहिँ नि तपाईँहरूले ट्याक्स भयो होइन, इन्सुरेन्सहरू भयो, अहिलेको गभर्मेन्ट यति धेरै स्ट्रिक्ट भएको छ कि तपाईँले यो कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ होइन। अहिलेको लागि मात्रै नभएर भोलि अब तपाईँले भिजा छ भनेर तपाईँले अब यो कुराहरू गर्नु भएन भने चाहिँ नि पछि तपाईँको भिजा रिन्युअल हुँदैन होइन, वर्किङ गर्नुपर्ने हुन्छ तपाईँको कलेज सकेपछि। त्यो कुराहरूमा चाहिँ नि तपाईँको वर्किङ पनि क्यान्सल हुनसक्ने होइन, भिजा नआएको कारणले घर पठाइदिनु सक्ने यस्तो यस्तो प्रब्लमहरू फेस गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ नि ल चाहिँ नि कुनै पनि हालतमा ब्रेक नगर्नु, चाहे चाहिँ तपाईँ थोरै कमाउनु होइन। अब यहाँ अब 28 आवर तपाईँको नि के अरे काम गर्ने एउटा समय तोकिएको हुन्छ, त्यो ब्रेक गर्नुभयो भने ट्याक्सहरू बढी आएर देखिएर होइन तपाईँको भिजा समेत रिन्युअल नहुने स्थितिसम्म आउन सक्छ। त्यही भएर चाहिँ यो गल्ती चाहिँ एकदम इम्पोर्टेन्ट हो, यो गल्ती चाहिँ नगर्नुहोस् है। गल्ती नम्बर 6 यो चाहिँ मेरो बोनस टिप हो होइन, हेल्थ र नेटवर्क इग्नोर गर्नु। अलराइट, यसको बारेमा भन्नु पर्दाखेरि चाहिँ नि जापानमा होइन धेरै जस्तो नेपालीहरू आएर काम मात्रै भनेर होइन आफ्नो हेल्थलाई इग्नोर गरिरहेको हुन्छन् होइन। त्यही भएर चाहिँ मैले के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले इन्सुरेन्स को पैसा पे गरिराख्नु भएको हुन्छ होइन। त्यही भएर रेगुलर चेकअपहरूमा चाहिँ ध्यान दिनुहोस् होइन। अनि राम्रो साथी सर्कलहरू बनाउनुहोस् होइन, नेगेटिभ सर्कल नबनाउनु, किनभने हेल्थ इज मोस्ट इम्पोर्टेन्ट हो होइन, पैसा मात्रै भन्नु हुँदैन, तपाईँको हेल्थ पनि एकदमै इम्पोर्टेन्ट हो होइन। अब त्यही भएर जापानमा चाहिँ नि अब तपाईँले राम्रो सर्कल बनाउनु भयो भने राम्रो ठाउँमा आफ्नो राम्रो वेमा हिँड्न सक्नुहुन्छ होइन। अब रक्सीहरू खाने होइन, आफ्नो हेल्थलाई बिगार्ने त्यस्तो कामहरू चाहिँ नगर्नु होला होइन। आफ्नो रुल्सलाई फलो गरेर जापानमा अब के सिद्धान्त लिएर आउनुभएको छ त्यसलाई चाहिँ नि इम्पोर्टेन्ट दिनु होइन। त्यही भएर चाहिँ नि आफ्नो हेल्थको लागि पनि एकदमै केयर गर्नुपर्ने हुन्छ है जापानमा। अलराइट गाइज, द्याट्स इट होइन। जापान आउनुभन्दा अगाडि यो कुराहरूलाई चाहिँ एकदमै ध्यान दिएर आउनु होला होइन। जापान राम्रो कन्ट्री हो होइन, अपर्च्युनिटीहरू एकदम धेरै छ है। तर अब स्मार्ट वेमा तपाईँ हिँड्नु भएन भने सक्सेसले तपाईँलाई चाहिँ नि पछाडि तान्छ कि, तपाईँको सक्सेस हुनु नै दिँदैन कि। त्यही भएर चाहिँ नि एकदमै ध्यान दिएर आउनु होला होइन। जापानको 10 वर्षको एक्सपिरियन्समा होइन मेरो साथीहरू मैले पनि कति गल्तीहरू गरेँ होइन, त्यो गल्तीहरू चाहिँ तपाईँहरू नदोहोऱ्याउनु होला। यो चाहिँ एकदम इम्पोर्टेन्ट पोइन्टहरू मैले तपाईँलाई भनेछु, अरू धेरै पनि पोइन्टहरू छ, म त्यो अर्को भिडियोमा भन्नेछु होइन। अहिलेको लागि चाहिँ यो एकदम इम्पोर्टेन्ट पोइन्टहरू हो, यसमा चाहिँ एकदमै ध्यान दिनु होला है। र यो भिडियो हेल्पफुल लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। जापानको बारेमा प्रोपर बुझेर आउनु होला। ल आउनेहरूको लागि चाहिँ नि वेलकम टु जापान होइन। सबैजना स्ट्रगल गर्नलाई नै आएको हुन्छ विदेशमा होइन। ल आफ्नो सबैजना केयर गर्नु होला र केही परेमा मलाई चाहिँ नि कमेन्टमा भन्नु होला, म चाहिँ नि सकेसम्म हेल्प गर्नेछु। थ्याङ्क यू भेरी मच फर वाचिङ। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब। थ्याङ्क यू भेरी मच। बाई बाई।